फेरि पनि सालोम गुड मर्निङ। म आज बिहान घर दैलोतिर गएको थिएँ। एकजना वृद्ध आमाले बधाई स्वरूप यो खादामाला लगाइदिनु भयो। म यही रूपमा नै तपाईँको अगाडि आउने विचार गरेको हो। आज बिहान मेरो रिफ्लेक्सन चाहिँ के हो भने, तपाईँले आफ्नै ढङ्गले के प्रयास गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा एउटा स्टाटस तयार भयो। मैले कुरो गर्न खोजिराखेको चाहिँ के हो भने, देशमा आन्दोलन भन्ने शब्द छ नि, त्यो चाहिँ अनवरत लगातार गरिरहन पर्ने भयो। खास गरी युवाहरूलाई मैले त्यो भन्ने गरेको छु है। खास गरी युवाहरूलाई आन्दोलनको लागि मोहरा बनाइयो, उनीहरूलाई जुरुक्कै उचालियो, उनीहरूको रगत ताइयो र आन्दोलन गरियो। अनि आन्दोलनको लगत्तै पछिको परिणाम के भयो? जुन अपेक्षा थियो, जनअपेक्षा, जनचाहना, त्यो अनुसार हुन सकेन भन्ने गुनासो न हो अहिलेको। त्यही भएर पनि यी आन्दोलन पछिका आन्दोलन होइन, त्यसमा एउटा भुक्तभोगी नेपाली नागरिक भएको नाताले अब पनि हाम्रो तर्फबाट अज्ञानता प्रदर्शन नहोस्। पटक पटक आन्दोलनका लागि आन्दोलन गरिरहने हाम्रो पेसा नै त्यो बनाएका छौँ नि। अब त्यतातिरबाट फर्कन पर्ने बेला आयो। त्यसकारण अबको यो चुनावी माहौलमा भोट कसलाई हाल्ने भनेर निर्णय गर्दै गरेको क्षणमा होस्, र त्योभन्दा अगाडि नै कसको पक्षमा मैले के बोल्दैछु, मेरो अभिमत कसरी सिर्जना गर्दैछु र अरू मानिसहरूलाई कसरी कन्भिन्स गर्दैछु भन्ने प्रयासकै लागि किन नहोस्, हामीले वास्तवमा यो तथ्य के हो त केलाउनु पर्यो। अहिलेसम्म के हुँदै आयो, कसले गर्दै आयो, अनि यो गर्ने क्रमलाई कसरी अगाडि बढाउन सकिन्छ कि प्रयत्न के हो त भनेर थोरै भए पनि हामीले त्यसको समीक्षा गर्न पर्छ। र अहिलेसम्म सुधारका निम्ति आखिरमा आफ्टर अल जेसुकै भन्नुहोस्, कन्क्लुजन के हो भने नि, यो देशको राजनीतिको चरित्रलाई सुधार्न सकियो। त्यसको अर्थ दलहरू समष्टिगत रूपमा र नेताहरूको राजनैतिक चरित्र छ नि, जुन संस्कार बन्दैछ नि, त्यसलाई करेक्सन गर्न सकियो भने हामीलाई चाहिएको त्यति हो। करेक्सन हुन पर्यो। र यो करेक्सन गर्दै जाँदाखेरि भनौँ न, अब यो राजनीति जनमुखी होस्, यो राजनीति जनउत्तरदायी होस्, यो राजनीति लोक कल्याणकारी होस् भन्ने पक्षमा हामीले कुरा गर्न सक्यौँ, त्यतातिर फर्काउन पाइयो, इमान्दार मान्छेहरू त्यहाँ पुगुन्, इमान्दारिता कायम होस् होइन, भ्रष्ट तत्त्वहरूलाई परास्त गर्न सकियोस्, त्यसका नीतिगत कतिवटा कुराहरू छन् तिनीहरूलाई बदल्न सकियोस् भन्नेतिर हाम्रो ध्यान गयो। त्यो खालको एउटा समीक्षा गर्न पाइयो भने चुनाव अघि वा भोट दिँदै गर्दा गर्ने निर्णयसम्ममा पुग्दाखेरि यति गर्न सक्यो भने धेरै राम्रो हुन्थ्यो। हालसम्म नि देशमा जे सक्रियता देखाइएका छन् होइन, जे प्रयासमा लागेका छन् नि दलहरू र नेतृत्व, तिनमा कमी कमजोरी नभइदिएको भए यो कुरा आउने थिएन। गल्ती छ, कमी कमजोरी छ, तर त्यो गल्ती कमी कमजोरीलाई स्वीकार्ने, एक्नलेज गर्ने र मबाट गल्ती भयो भनेर भन्न सक्ने नेता खोज्न पर्यो अब है। अब त्यसो भन्दै गर्दाखेरि नयाँहरूलाई मौका दिउँ भन्ने एउटा जबरजस्त आवाज आएको छ। ठिक हो, नयाँ मैले बुझेको चाहिँ नयाँ भन्दै गर्दाखेरि आशिका तामाङहरू जस्तो वा केही सेलिब्रिटीहरू जो फुत्त राजनीतिमा छिरे तिनलाई नयाँ भन्ने हो कि, वा राजनीतिमा इमान्दारपूर्वक काम गर्दै आएको तर मौका नपाएको मान्छेलाई पनि नयाँ भनिदिने हो। म जस्तो भनौँ न, म विगत 12 वर्षदेखि दलीय राजनीति प्रयासमा छु र यो बिचमा सायद होइन, मैले राजनीतिको फाइदालाई नहेरिकन, मेरो दलको फाइदा वा मेरो व्यक्तिगत फाइदालाई नहेरिकन कल्याणकारी कामका निम्ति जुन ढङ्गले म प्रयत्नशील रहँदै आएँ नि, हो त्यस्तो प्रकारले काम गरेको र अब मौका खोज्दै गरेको मान्छे नयाँ हो, यति पनि हेर्न पर्ने हुन्छ जस्तो लाग्छ मलाई। अब नयाँहरूले टेस्ट गर्न बाँकी छ, त्यसकारण टेस्ट गर्न दिउँ। वेल ठिक छ, टेस्ट गर्न दिउँ, तर मेरो बुझाइ त्यो नयाँ भन्ने मान्छे आकाशबाट खसेको होइन, हामी बिचमै हुर्केको, हाम्रै माझमा हुर्किँदै बढ्दै बोल्दै गर्दै आएको मान्छे हो। र उसले के गर्दै आयो, के बोल्दै आयो, उसको क्षमता, योग्यता, सिप, अनुभव के हो,
त्यतातिर एकचोटि राम्ररी मूल्याङ्कन गर्नुपर्छ र मात्रै नयाँ पुरानोको भेद छुट्नुपर्छ भनेर मैले भने। बारम्बार मौका पायो, गर्यो, राम्रो गरेको छ भने उसले फेरि मौका पाउनु हुँदैन भनेर हामी नयाँको खोजी गऱ्यौँ भने त्यसले पनि अर्को प्रब्लम ल्याउँछ जस्तो लाग्छ। त्यसकारण नयाँ पुराना अनुभवी मान्छेहरू होइन, इमान्दार मान्छेहरूको बिचमा एउटा राम्रो कसी चाहियो, छुट्याउनु पर्यो। त्यो चाहिँ भोट हाल्ने निर्णय गर्नुपर्ने अवस्था आउन्जेलसम्ममा गर्नुपर्ने काम तपाईँ म जतिको सचेत मानिसले। त्यसकारण व्यवहारमा सुधारको तत्परता देखाउने काम गरिराखेका मान्छेहरूलाई पनि तपाईँको समीक्षामा, तपाईँको मूल्याङ्कनमा त्यो लिस्टमा राखेर एकचोटि चेक जाँच गर्न पर्यो भनेर मैले अनुरोध गरेँ। हालसम्म देशमा जुन ढङ्गको सक्रियता देखाएका छन् र त्यो प्रयासमा लागेका दलहरू, होइन, मैले अघि नै भने गल्ती कमी कमजोरी नभएको त होइन, तर जनचाहना अनुसारको सिद्ध नेतृत्व कोही कसैमा देखिएन नि। त्यो त सही हो, फेरि होइन, सिद्ध नेतृत्व हामीले सिद्धताको खोजी गऱ्यौँ, त्यो पनि सायद कमजोरी हो कि हाम्रो, होइन। एउटा मान्छे मरेपछि मात्र सिद्ध हुन्छ, कमी कमजोरी सबैका हुन्छन्। तर त्यो कमी कमजोरीलाई कम्तीमा पनि अब म सुधार्छु भनेर आत्मआलोचना गर्ने, आत्मसमीक्षा गर्ने र यो चाहिँ मैले गल्ती गरेकै हो, अब मैले मौका पाएँ भने सुधार्छु भनेर तपाईँको अगाडि उभिने मान्छेलाई एकचोटि उसको इमान्दारितामा प्रश्न उठाएरै भए पनि साथ समर्थन गर्नुपर्छ जस्तो लाग्छ मलाई, है त। अब सँगसँगै अर्को एउटा कुरा के हो भने पटक पटकको आन्दोलनपछि पनि देशको अवस्था खासै फेरिएन भनेर एउटा सचेत नागरिकले निराशा व्यक्त गर्नुपर्ने स्वाभाविक छ, होइन। र त्यो निराशा सँगसँगै विकल्पको खोजी गर्नुपर्ने पनि त स्वाभाविकै हो। र म आफैले पनि, होइन, त्यही भनेर नै दलीय राजनीतिक प्रयास गरे हो। विकल्प चाहियो, विकल्प खोज्न पर्यो भनेर नै प्रयास गरे है। त्यसै त होइन नि त, केही गर्न पर्ने छ, गर्नुपर्ने जस्तो भएन, गर्नुपर्नेले गरिदिएको जस्तो नभएपछि त, होइन, सोचे जस्तो नगरिदिएपछि त कोसिस गर्नु पर्यो। त्यो प्रयत्न मैले पनि गरे हो, तपाईँले पनि गर्दै हुनुहुन्छ। चाहे भोट हालेर नयाँ खोज्ने वा विकल्प रोज्ने काम गर्नुभएको होस्, वा म जस्तै राजनीतिक दलीय प्रयासमै, होइन, केही गर्ने प्रयत्न गरेको होस्, त्यो दुईटै कुरा आफैमा छन्। तर सुधारको चाह गर्ने तत्परतालाई व्यवस्था गरिनु भएन। मेरो भनाइ यति मात्रै, होइन। नेपाली राजनीतिमा देखिएको गम्भीर त्रुटि यही नै हो। सुधारको चाहना गरिराखेको छ, सुध्रिन खोजिराखेको छ, त्यसलाई पनि इग्नोर गरेर बढाएर दिने काम भयो भने पटक पटक फेरि इमान्दार मान्छेहरू पाखा लाग्ने भए, गर्न सक्ने सक्षम मान्छेहरू पाखा लाग्ने भए र फेरि उरन्ठेउलो तालमा अस्थिरतातिर हामीले मुलुकलाई धकेल्ने काम गर्छौँ। त्यसकारण यो एउटा प्रयत्नमा मैले यहाँको ध्यानाकर्षण गराउन चाहेँ। किनभने आम मान्छेलाई अल्मल्याउने कोसिस ज्यादै भइसकेको छ। अहिले धेरैलाई अल्मल्याइराखिएको छ। फगत अनुमानका आधारमा, होइन, अन्तसन्त बखान गरेर आफूलाई राजनीतिक विश्लेषकका रूपमा उभ्याएका थुप्रै मान्छेहरूले हामी जस्ता मान्छेहरू, होइन, हामी तपाईँ जस्ता मान्छेहरूको मगजमा मन्द विष छरिसकेका छन् र उनीहरूले हामीलाई एउटा भाष्यतिर दोहोऱ्याइराखेका छन्। त्यो के भने अब केही पनि हुँदैन, देशमा परिवर्तन आउँदैन, यस्तै हो, यी सबै खत्तम, सबै बदमास, सबै फडा, होइन, अझ पुराना त खत्तमै हुन्, नयाँले केही गर्छन् कि भन्ने खालको एउटा त्यो भाष्य प्रयोग भयो र यसले देशलाई एक प्रकारको अनन्त, होइन, कहिल्यै नटुङ्गिने प्रयोगशाला बनाउँदैछ। यो कुरालाई हामीले समयमै चिन्नु अत्यन्तै राम्रो हुन्छ। त्यसकारण गल्ती नदोहोरियोस्। देशको राजनीतिले सुधारको बाटो तय गरिदिए पुग्छ। व्यवस्था परिवर्तनको निम्ति बलिदान हुने शहीदको सपनाको नाममा होस् वा परिवर्तनकै निम्ति विकल्प खोज्दै गरेका जिउँदा नागरिकको भावनामा होस्, राजनीतिक दल र तिनका नेतृत्वले इमान्दारिता साथ सुधारको प्रयत्न गरिदिए पुग्छ। मैले भन्न खोजेको यति हो। र त्यसका लागि अहिलेसम्मको राष्ट्रिय राजनीतिक गतिविधिको समीक्षा हुनु पर्यो। जुन कुरा चरम क्रान्तिकारी बनेर उठान गरिएको रक्तरन्जित जनयुद्धलाई क्रमशः शान्तिपूर्ण अवतरणमा डोर्याउनमा कुशल क्षमता प्रदर्शन गरेका र संसदीय लोकतन्त्रको अभ्यासमा पुरातनवादी चरित्रको सामना गर्नमा चिप लिँदै, सिक्दै सुधारको बाटो पहिल्याउँदै आएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देखाएको तत्परताप्रति मैले व्यक्तिगत रूपमा विश्वास गरेको छु। सायद थाहा छैन अन्तिम हो कि, तर
कम्तीमा नि विश्वास गर्नुपर्छ भनेर म आफैले विश्वास गरेको छु र त्यो तत्परतालाई तपाईँले पनि गम्भीरतापूर्वक समीक्षा गरिदिनुहोस् भन्ने मेरो अनुरोध छ। मेरा लागि त सुधारका लागि उनले देखाएको तत्परता नै आकर्षण बन्या हो वास्तवमै भन्नुपर्दा, होइन? किनभने देशको राजनीतिक चरित्र बदल्नु नै पर्थ्यो, बदल्नै पर्छ। त्यसका लागि नेताजनहरूले आफ्नो चरित्र सुधार्नै पर्छ, होइन भने बदलिँदैन, होइन? नेताजनहरूले सुधार्न पर्यो क्या त, आफूलाई सुधार्न पर्यो। अरूका गल्ती कमी कमजोरी कोट्याउने बखान गर्ने होइन, भाषणमा अरूलाई हिलो छाप्ने भन्दा पनि आफू शुद्ध सफा बनेर नमुना योग्य एउटा नेतृत्व प्रदर्शन गर्ने काम भइदियो भने अत्यन्तै राम्रो हुन्छ। त्यसकारण पनि होइन त्यो काम गर्ने काममा मैले प्रचण्डलाई अग्रपङ्क्तिमा राखेर हेरेको छु। अहिलेसम्मका राजनीतिक नेतृत्वमा मैले प्रचण्डबाट अलिक प्रभावित बन्दै गरेको कुरो त्यो हो र त्यो भावनासँग म पनि नजिक हो र त्यहाँभित्रैबाट सुधारको प्रयत्न गरौँ भन्ने एउटा सशक्त शर्त पनि हो हाम्रो र त्यो शर्तलाई इमान्दारीपूर्वक पालन गर्न सकियो भने मुलुकमा परिवर्तनका निम्ति हामीले गर्ने प्रयास कमी हुने छैन भनेर मैले तपाईँसँग एउटा अनुरोध गरेँ। भन्न मलाई मन लाग्छ, कम्तीमा पनि पुराना भनिएका काङ्ग्रेस एमालेमा चरित्र सुधारको त्यो छाँट देखिएन। नयाँ भनिएकाहरूको पारामा पनि त्यस्तो भनौँ न भरपर्दो ठाउँ भेटिएन के। किनभने नि मैले यो भन्दै गर्दाखेरि के बुझिदिनुहोस् भन्ने अनुरोध गर्छु भन्दा सबैभन्दा ठुलो कुरा विश्वासको सङ्कट हो अहिले देशमा, होइन? अनि नयाँहरूले त्यही विश्वासको सङ्कटमाथि खेलिराखेका छन्। अरूमाथि सकेसम्म हिलो छाप्नेहरूले, अरूलाई गलत साबित गर्न जेसुकै गर्नेहरूले आफूलाई सही साबित कसरी गर्ने त नि? हाम्रो त चरित्र बन्यो। अर्काको मुखमा हिलो छापेपछि म शुद्ध सफा, होइन? मेरामा अलिअलि छिटो लाग्यो भने म त्यति होइन भन्ने, होइन? मलाई त्यति लागेको छैन, उसलाई बढी लाग्यो भनेर देखाउने प्रयत्न जुन भइराखेको छ राजनीतिमा, यो गलत छ। अनि त्यो काममा चाहिँ अहिलेको नयाँ भनिएकाहरूले अलि बढी नै के भने पारा देखाए के। यो कुरालाई तपाईँले सही ढङ्गले बुझिदिनुहोस्। सबैभन्दा ठुलो कुरा विश्वासको गम्भीर सङ्कट हो। अहिले राजनीतिमा त्यही कुरो व्याप्त छ। त्यसमा आफूबाहेक अरू कसैलाई नपत्याउने स्वाठी हठी स्वभावका, होइन, मानिसहरूले जुन प्रदर्शन गरिराखेका छन् त्यसले समस्या गर्यो। अरू कोही होइन, म मात्रै। ए बाबा, एउटा मान्छेले म मात्रै भनेर उभिँदै गर्दा, अर्को पनि त्यसै भनेर उभिँदै गर्दा यो देश कस्तो हुन्छ भनेको नि। थोरै भए पनि आफूले असल गरेको छ, आफ्नो काममा आफैले विश्वास गरौँ, त्यो जायज छ। तर अरूले गरेको असल कामलाई असल किन भन्नु नसकेको, होइन? अरूले राम्रो काम गर्दैछ भने उसका लागि पनि त थोरै स्पेस राखिदिउँ न हाम्रो हृदयमा। उसले गरेको असल कामलाई पनि स्वागत गर्ने, चाहे विरोधी नै होस्, अर्कै पार्टीको होस्, के फरक पर्छ भने नि यो मुलुकको निम्ति मरिमेटेर काम गर्दैछ भने वाइ नट वी से वेल डन, होइन? त्यो खालको एउटा परिस्थिति सृजना गर्न सके राम्रो हुन्थ्यो। ख्याल रहोस्, अरूमाथि आक्रामक बनेर खनिएका यस्ता जुन पात्रहरू छन् नि अहिले राजनीतिमा देखेका, तिनीहरूले जे कमाइ गर्छन् आखिरमा त्यही कुरो अविश्वास नै कमाउँछन्, होइन? उनीहरूले पनि भरोसा त कमाउँदैनन्। किनभने अबको राजनीतिलाई आशंका, गाली बेइज्जती, अपमान र संस्कारहीन दोषारोपणले होइन, साँच्चै असल गर्नेलाई पुरस्कार र खराबी गर्नेलाई दण्ड दिने सङ्कल्पसहित बढ्नुपर्छ। मेरो बुझाइ तपाईँसँग यही अपिल गरेँ। देशको समग्र नेतृत्वमा सुधारको चिन्तन शून्य बन्दै गरेको अवस्थामा तत्काल गर्नुपर्ने केही काम छन् र कम्तीमा पनि त्यो कामको अग्रसरता प्रचण्ड र उनी नेतृत्वको नेकपाले देखाएको छ, नेपाली कम्युनिस्ट पार्टीले। त्यसकारण म यहाँ छु। त्यसकारण मैले फेरि भन्छु, जनता सामु प्रतिबद्धता जाहेर गरियोस्। मैले आफ्नै साथीहरूलाई पनि भनिराखेको कुरा त्यही हो, मेरा कमरेडहरूलाई म त्यही कुरो भनिराखेको छु। प्रतिनिधित्व म आफैले गरिराखेको छु यस विषयको, र त्रुटि सच्याउने काम नै अबको प्राथमिकता बनोस्। अन्तर्पार्टीमा के अरे आत्मआलोचना गर्ने र सार्वजनिक रूपमा क्षमा याचना गर्न पर्ने त्यस्ता केही कुराहरू छन्। मेरा विरुद्धमा मसँग उभिएर, होइन, सामना गर्दै यी चाहिँ तैँले गल्ती गरिस् भनेर कोही भन्न उभिन्छ भने लेट अस स्टे देयर। त्यहीँ एकछिन उभिएर घोत लिएर आफ्ना कमी कमजोरीहरूलाई स्वीकार गरेर सरी भन्न सक्ने त्यो क्षमता हामीले विकास गर्न पर्यो। त्यसो भइदियो भने राजनीतिको समुचित कोर्स करेक्सन
हुन सक्दछ। बस चाहिएको कुरा यही हो। बाँकी क्रमशः बन्दै जानेछन् है। मैले भन्दै गरेको कुरा त्यही हो। राजनीतिको चरित्रलाई सुधार्न सकियो भने बाँकी आफै बल्दै जान्छन् र त्यो प्रयासमा हामी लागौँ। अबको चुनावमा आम नेपाली मतदातालाई प्रभाव पार्न लाग्नुभएका सबै सङ्घीय नागरिकहरूले प्रमुखता साथ यी कुरामा ध्यानाकर्षण गरिदिनु हुन मैले हार्दिक अनुरोध गरेँ। धेरै धन्यवाद। फेरि भेटौँला।